अनुदान सन्दान हुन्छ रेशम र सबैजना ज्येष्ठ छौं त्यसो हो के पनि हुँदैन अनुदान बाउले थियो उता 28 यो त यो सेन्टर सारेगा हैन हैन यी पढायो विनाश कहाँ बस्छ त उता पढ्न चाहिँ पढ्या ल हाम्रो सानो मिठो छोटो एउटा सरहरूको लागि सम्झना कार्यक्रम मैले केही नि भन्दा मैले केही नि भन्दा मैले केही नि भन्दा मैले होइन मैले केही नि भन्दा ऊ खुवा प्रसाद मेरो सट्टा खुवा प्रसादजीले भन्नुहुन्छ मैले मेरो परिचयमा भनिहाल्छ नि हे आफ्नो कुरा राइहाल्छ खड्गेश्वरबाट 4 जना चाहिँ यो सामान र फ्रेम लिएर जानुपर्छ कहिले जाने त्यो अलि पछि कुरा गरौँला केही छैन गरौँ मिलाउँला सरहरू हाम्रो सबै सम्मानित हुनेछ कामती सर आचार्य सर होइन शाह सर होइन चौधरी सर सबै सम्मानित हुनेछ उहाँहरू कारणवश अब उस्तै हुन सक्नु भएन अहिले गुरुङ सर र अर्को कार्यक्रमको लागि अब अहिले गुरुङ सर र सर हुनुहुन्छ होइन उहाँहरूको लागि उद्धव सर भयो होइन आउनु सक्नु भएन हामीले कन्ट्याक्ट गर्न सकिएनौँ हामीले जो यहाँ त्रिपाल सर हुनुहुन्छ हेड सर हुनुहुन्छ उहाँहरूको लागि चाहिँ अहिले जति भेला हुन सकेको छ त्यो साथीहरूले आफ्नो तर्फबाट केही गर्ने कोसिस गरौँ त्यही हो होइन सम्झना स्वरूप त हो नि हाम्रो एकदमै यो कार्यक्रमको अब दोस्रो चरणमा छौँ पहिलो चरण सकियो होइन चियापान नास्ताको सकियो दोस्रो चरणमा एउटा अनौपचारिक कार्यक्रम यहाँ हामी गर्दैछौँ त्यसको लागि औपचारिक कार्यक्रमको लागि त्यसको लागि चाहिँ यहाँ हामी पूर्व तयारीमा छौँ है सबैजना जुटिसकेका साथीहरू जतिजना हुनुहुन्छ कक्षा 10मा अध्ययनरत सहभागी पूर्व विद्यार्थी 2049 एसएलसीसम्मको प्रथम पुनर्मिलन तथा वनभोज कार्यक्रम 2081 चैत्र 23 गते शनिबार स्याउबारी रसुवा ल साथीहरू आइदिनु भयो त्यसको लागि म एकदम आभारी छु है ल अब सरहरूलाई पनि बोलाउँ के कसो छ त्यहाँ भट्टजी त्यहाँ यसो खानपानको के छ यसो उ गरौँ त्यहाँ होइन त्यहाँ होला यहाँ साथीहरूसँग उपलब्ध भइहाल्छ नि अनि यो कार्यक्रम सकेपछि हाम्रो तेस्रो चरणको खानपिन र अब के भन्ने नाचगान चाहिँ तयारी हुन्छ ल तलको मान्छेले अलि ठुल्ठुलो कारोबार गरिसकेपछि अलिक गाह्रो पर्छ क्या थाम्न नसक्ने भारी चाहिँ लिनुहुन्न त्यही भएर त्यो भयो के खान मिल्छ के खानु हुन्छ यसो विचार गरेर खाँदै गर्नु तपाईँहरू पनि भोग नभन्नु यो बुढो पहिल्यैदेखि यो बुढो यस्तो हो ठ्याक्कै अड्केर जाउँ माइक साइकहरू छ सबै तयार छ त अब एकछिन भने नाच्नु पर्छ नजिक त तिमी हामी बनुवा बेतरावती होइन अब यता छन् न यतिजना मान्छे चाहिँ यतिजना नै अझ पुरै हुँदैन है ससिलले मैले त जमानदेखि कुरा गरेँ नि हो कमसे कम 10 जना 15 जना चाहिँ हुनुपर्छ यार 15 जना भयो भने ठिक्क हुन्छ नि भए पनि हाम्रो पनि आफ्नो एज अनुसारको सेटल रमाइलो को कहाँ पुग्यो को कहाँ ए साथी त्यहाँ छौ त्यहाँ यसो गर है भन्नु उसले त्यहाँ यसो गर भने हामी दौडिदिनु पर्छ सबै त्यो सेटल हुन्छ भाषणले अब गाडी मोटाउनु पर्छ नि भने जति पकाएर दिन्छ यसले खाँदैन पकाउने चिज त खाइहाल्छ पकाएर नदिए भएर क्या सर तपाईँ जान्न अहिले पनि खाने गरेर तिमीले छैन हाम्रैमा उसमा छ सर खोज खोजी खै आउँछ खोइ यता खोजी यो चाहिँ के हुन्छ नि सबैले फोन नम्बर हालेर एकचोटि गरौँ कन्ट्याक्ट साथीहरुले अनि एमनाजी र खोजी सँगै राखौँ उता विद्यार्थीहरू उता बस्छ
ल ल ल बसौँ त जुत्ता सुत्ता खोलेर बसौँ खोलाउन खोले कहाँ लान्छ र एकछिन बस्ने त हो होइन भाइ भने पनि भइहाल्छ नभने पनि तर हामी सरहरू कति गाह्रो भयो होला भने होइन गाह्रो भयो उहाँहरूको गाह्रो महसुस चाहिँ देख्दैनौँ हामीभन्दा पनि तगडा हुन्छ हामीलाई माया गरेर यहाँसम्म आइदिनु भयो होइन सबभन्दा ठुलो कुरो भने भक्तपुरबाट सर आइदिनु भयो धुन्चीबाट गुरुङ सर आइदिनु भयो त्योभन्दा हाम्रो लागि ठुलो कुरो के रहला सर अब किन्जी तपाईँ सुरु गर्नुहोस् काम गुरु ब्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः आदरणीय श्रद्धेय गुरुहरूलाई हार्दिक नमन गर्दै मेरो सहपाठी मित्रहरू सबैजनालाई हार्दिक अभिवादन गर्दै 2081 साल चैत 23 गते शनिबारका दिन आज हामी यस रसुवा जिल्लाको साबिक लरेपुवा गाविसको 8 नम्बर वडा गुमु डाँडा हाल कालिका गाउँपालिका वडा नम्बर 2 यो स्याउबारीमा यो लरेपुवा मध्यवर्ती क्षेत्रमा पनि पर्दछ यो ऐतिहासिक ठाउँमा र यो पर्यटकीय स्थलमा आज हामी माध्यमिक विद्यालय गोकुटार रसुवामा 2049 सालमा एसएलसीमा सहभागी सहपाठी मित्रहरू हामी विद्यार्थी साथीहरू र हाम्रो शर्तीय गुरुहरूको साथमा आज हामी यो प्रथम ऐतिहासिक पुनर्मिलन तथा वनभोज कार्यक्रम सुरुवात गर्न गइरहेका छौँ। सर्वप्रथम त यस कार्यक्रममा उपस्थित हुनुभएको हाम्रो निमन्त्रणमा उपस्थित हुनुभएको श्रद्धेय गुरुहरूलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दै कृतज्ञ छु र साथीहरूको तर्फबाट पनि कृतज्ञता टोक्र्याउँदछु र म अब औपचारिक रूपमा कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। हामी यो कार्यक्रम अब छोटो नै गर्नेछौँ। हामी यसरी भेट भइसकेपछि अलिकति औपचारिकता पनि गरौँ भन्ने हिसाबले हामीले यो गरेका छौँ। भनौँ हाम्रो साथीहरू त्यतिखेर सहभागी हुने 46 जना साथीहरू 10 कक्षामा अभिलेख हुनुहुनेछ। त्योमध्ये अहिले हामी 15-16 जना साथीहरू सहभागी भएका छौँ। यो धेरै साथीहरू टाढा हुनुभएछ। आखिर नीलकण्ठ मावि रसुवामा भए पनि धेरै नुवाकोट अब बाहिर जिल्लाबाट 12 देखिका साथीहरू हुनुभएछ र विशेषतः यो कार्यक्रममा सुरुवात गर्ने रूपमा हाम्रो शशि ढुङ्गुलको भूमिका अत्यन्त सराहनीय छ र उहाँले विगतका 2-3 वर्ष अगाडिदेखि नै पुरा राख्दै आउनुभएको छ। यो साथसाथै हाम्रो यमुनाजी आचार्य र हाम्रो ब्याजीको फर्स्ट उत्कृष्ट विद्यार्थी मेरो चाहिँ मलाई सानोदेखि नै माया गर्ने हाम्रो खुवा प्रसाद आचार्य नारायणमान ढुङ्गुल लगायत सम्पूर्ण साथीहरू चाहिँ यसमा सक्रिय रूपमा सहभागी हुनुभएको छ। आज जो साथीहरू उपस्थित हुनुभएको छ उहाँहरूको यो सक्रियता र आँटबाट यो कार्यक्रम सुरु हुन गइरहेको छ र अब म आजको यस औपचारिक कार्यक्रमको अध्यक्षता गरिदिनु हुनको लागि म हाम्रै सहपाठी मित्र क्षेत्रमा पनि एकदम सक्रिय हुनुहुन्छ म यमुनाथ आचार्यलाई आजको यस कार्यक्रमको सभाध्यक्षको अध्यक्षता गरिदिनु अनुरोध गर्दछु। म उहाँको अनुमति दिन चाहन्छु। आजको यस कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुनको लागि म नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रद्धेय गुरु आदरणीय हेड सर हामी सबैको हेड सर त्रिबहादुर गुरुङ सरलाई म प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी आसन ग्रहणको क्रममा आजको यस कार्यक्रमको विशिष्ट अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुनको लागि म हाम्रो श्रद्धेय गुरु आदरणीय सर सरोज कुमार श्रेष्ठ सरलाई म विशिष्ट अतिथिको आसन ग्रहणलाई म हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण क्रममा अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि भक्तपुरदेखि यो समय उहाँले दिनुभयो सरसँग आएर मदन श्रेष्ठ सरलाई चाहिँ म अतिथिको आसन ग्रहणलाई हार्दिक अनुरोध गर्छु। त्यस्तै गरी आसन ग्रहण क्रममा हाम्रो ब्याचको प्रथम विद्यार्थी खुवा प्रसाद आचार्यज्यूलाई पनि म आसन ग्रहण गर्दछु। ठाउँको पावन छ र सम्पूर्ण सहपाठी मित्र साथीहरूलाई यथास्थानमा म आसन ग्रहणलाई अनुरोध गर्दछु। अब मञ्चमा आसीन प्रमुख व्यक्तित्व र अध्यक्षज्यू लगायत उहाँहरूलाई फुलले सम्मान गरिदिनु हुनको लागि राधिका सहपाठी मित्र राधिका आचार्य र पार्वती आचार्यज्यूलाई म हार्दिक अनुरोध पनि होला नि
सरले सम्झिरहनु भएको रहेछ राधिकालाई। ल राधिका तिमीलाई सम्झिरहनु भएको रहेछ हेड सर। एउटा तिमीले हेड सरलाई दिने, पार्वतीले सरलाई दिने। ल फोटो भिडियो खिचौँ है। ल भयो। धन्यवाद सहभागी मित्र राधिका नेउपाने पार्वती आचार्यज्यूलाई। उहाँले मनमा आसन प्रमुख व्यक्तिज्यूहरूलाई सम्मान गर्न जानुभएको छ। हाम्रो सामु हामी 40 जना सहभागी हाम्रा सहपाठी मित्रहरूमध्ये हाम्रो एकजना साथी जो ज्ञानेन्द्र भट्ट हुनुहुन्थ्यो, उहाँको मिति 2064 साल आषाढ 29 गते राष्ट्रिय गान पहिला राष्ट्रिय गान भयो बेला भइसक्यो अशोक, बेला भइसक्यो। श्रीमान गम्भीर सब पुरानो देखेर त्यही त हो। श्रीमान गम्भीर झन्डै भन्देको मैले। सरहरू पुरानो, साथीहरू पुरानो, साथीहरू नि पुरानो होइन। अब श्रीमानको बेला आइसक्यो। कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। कति मिठो गरे है गर्न खोजेको थिएँ। हाम्रो सहपाठी मित्र हामी मध्ये 40 जना मध्ये सबै अहिले हामी सकुशलै छौँ। एकजना मित्र ज्ञानेन्द्र भट्ट 64 साल आषाढ 29 गते स्वर्गायन भयो र उहाँको आत्माको चिर शान्तिको कामना गर्दै हामी चाहिँ 1 मिनट मौन धारण गर्नेछौँ। उद्घाटनपछि मैले बत्ती बाल्ने अब अन्त बत्ती नबालिकन त के हो लागि आजका प्रमुख अतिथि र विशिष्ट अध्यक्ष एवं संयोजकलाई ब्यानरमा पढेर अनि मैले बत्ती प्रज्वलन गरेर उद्घाटनलाई म हार्दिक अनुरोध गर्दछु। हेड सरबाट, गुरुङ सरबाट। आदरणीय सर त्रिवादन सरले यसो हेल्प गरिदिनु होला सरले। सरले त्यही त होला हो कि साथीहरूलाई। सर ब्यानर सरले एकचोटि पढिदिनु। हजुर सर। कक्षा 10 हजुर सर। अध्ययनरत सहभागी पूर्व विद्यार्थी 2049 एसएलसी समूहको प्रथम पुनर्निमीलन तथा वनभोज कार्यक्रम 2081 चैत्र 23 गते शनिबार। धन्यवाद सर। धन्यवाद। अब उद्घाटन पनि सकिएको छ। मञ्चमा आसीन विशिष्ट अतिथि लगायत उपस्थित सम्पूर्ण सहभागी मित्रहरूलाई स्वागत मन्तव्य स्वागत शब्दबाट चाहिँ सम्मान गरिदिनु हुनको लागि म हाम्रो ब्याचका प्रथम प्रसाद आचार्यज्यूलाई म स्वागत मन्तव्य राख्न लाग्छु। यस सभाका 2049 सालको हाम्रो ब्याजी एउटा न्युक्लियस ब्याजी हो। जुन न्युक्लियस ब्याजीले जुन किसिमको ऊर्जासहित अगाडि बढ्यो र आज जुन पुनर्मिलन हामी गर्न आयौँ र ती ऊर्जाशील हामी साथीहरू 32 वर्ष पछाडि हामी यहाँ भेट हुँदै गर्दा हामी आज गौरवान्वित भएका छौँ र म त हर्षित पनि भएको छु, धेरै नै हर्षित भएको छु। 32 साल पछिहरू यसरी पुनर्मिलन भइरहँदा र हामी जुन 2049 सालको एसएलसीका चाहिँ साथीहरू जुन न्युक्लियस थियौँ, 2049 सालका साथीहरू न्युक्लियस साथीहरू त्यस पश्चात नीलकण्ठ स्कुलका विद्यार्थीहरूले प्रगति गर्दै आए। जुन समयमा हामीहरूलाई पढ्नको लागि उत्प्रेरणा दिने हामीलाई चाहिँ नि उत्साहित गराउने, हामीलाई छडी लिएर हिर्काउन आउने हाम्रा सरहरू, ती छडीहरू अहिले आएर हामीलाई सुनका छडी, हामी गर्वका साथ भन्छौँ त्रिवादन सरले लिनुभएको सिमलीको छडी होइन, अहिले मेरो अर्थमा भन्दा त्यो सुनको छडी भएको छ। साथीहरू सबैको निम्ति त्यो सुनको छडीको रूपमा विकास होस् भन्ने चाहन्छु। सरप्रति मेरो कृतज्ञ छ र
यो रसुवामा शिक्षाले नै समाज विकासको गति अगाडि लिन्छ। त्यसका मुख्य फोरम लुज फोरमका चाहिँ नि संयोजक भन्नु यो रसुवालाई यहाँसम्म ल्याउने शिक्षाविदको रूपमा यहाँसम्म ल्याउने हाम्रा गुरुवर्गहरू यहाँ हुनुहुन्छ। उहाँहरूको अगाडि आज हामीलाई चाहिँ यो किसिमको पुनर्मिलन भएकोमा सरहरूप्रति हामी कृतज्ञ छौँ र सम्पूर्ण साथीहरूप्रति मेरो स्वागत छ र हामी पटक पटक यस्तो गर्दै जाउँ र उहाँहरूलाई सम्मान गर्दै जाउँ। उहाँहरू भनेका गहना हुन्, उहाँहरू भनेका यो जिल्लाका गहना हुन्। यथार्थमा भन्नुपर्दा उहाँ अघि नै भन्नुभयो, किरबाल सर यहाँ उपस्थित हुँदै गर्दा हामीहरू विद्यार्थीहरू नाति भयो भने होइन, म यो कुरामा सहमति छैन। हामीहरू सरहरूको अगाडि जहिले पनि हामी छोराछोरी हौँ, हामी साना छौँ। हामी जुन अवस्थामा पुगे पनि जुन ठाउँमा रहे पनि तपाईँले दिएको त्यो छडी सुनको छडी भएर हामीमा उत्प्रेरणा आएको छ। त्यसले यो जिल्लाकै विकास गर्न लुज फोरमकै रूपमा विकास गर्न हामीलाई उत्प्रेरणा जाओस्, त्यही भन्दै स्वागत मन्तव्य यहीँ टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद। धन्यवाद सहपाठी मित्र। हाम्रो ब्याजीका प्रथम उहाँ उत्कृष्ट हुनुहुन्थ्यो, अब्बल हुनुहुन्थ्यो, जेनदार हुनुहुन्थ्यो र त्यही किसिमको ऊर्जा अझै पनि उहाँमा रहेछ। उहाँले शब्दले, उहाँको भावनाले, मनले, वचनले यहाँ उपस्थित हुनुभएका श्रद्धेय गुरुहरू लगायत सहपाठी मित्रहरूलाई शब्दले स्वागत गरेर जानुभएको छ। त्यो एकदम खुसी लागेको छ। धन्यवाद छ उहाँलाई। अब हामी नेतृत्व चाहिँ व्यक्त गर्नुपर्ने अवस्था भयो। हामी सबै सकुशल छौँ र उहाँ एउटाले मात्र अकालमा मृत्युवरण गर्नु पऱ्यो। उहाँ चाहिँ उहाँको आत्मा चाहिँ झुलिरहोस्, उहाँले उहाँको चाहिँ स्वर्गमा बास होस्, वैकुण्ठमा बास होस् भन्दै उहाँको हामी त्यो शान्ति कामना इमेट मौन दान गर्नेछौँ। सबै सुरु हुन्छ। यो पोइन्टहरू याद आउँछ क्या, यो मौन धारण चाहिँ धेरै पिठा खायो क्या यसले। हामीले यो मौन धारण चाहिँ हाँस्नु साथी बितेर जानुभयो त्यो आफ्नो ठाउँमा छ होइन, नत्र त्यसले रिकल गरेको यसले र मैले जति हामीले यति पिटाएको सर र सर अनि हाम्रो स्वर्गवासी अब भनौँ न सुकलाल पाजु त्यही त कम पिटा खायो, हाँस उठ्छ। अब के थाहा त्यति बेला मौन धारण, हामी त कहिले छुट्टी मौन धारण गरेर यस्तो बिदा हुन्छ स्कुल होइन। छुट्टी हुनु पनि उहाँ फलाखुमा गएर कि सलाखुमा गएर हाम फालिहाल्नु पर्ने हो कि होइन। अनि त्यो तातो ढुङ्गामा भुँडी टाँसेर है पौडी खेल्नु पर्ने, अनि आँप साँप चोरेर लिएर गयो कागती सागती होइन, अमिलो बना अमिलो अनि दाँत पोलिने। त्यही त धन्यवाद। हो नि त्यो भनिदिनु पर्छ। हामी खुसी छौँ, हर्ष विभर छौँ। किन भन्दा हाम्रो आदरणीय हेड सरले यो मलाई जहाँसम्म लाग्छ हाम्रा पूर्व अरू ब्याजीका साथीहरूले पनि कार्यक्रम राख्नुभएको सरले आज आफै स्वयं उपस्थित भएर यो समय दिनुभयो। हामी एकदम खुसी छौँ र लगत्तै हाम्रो सर भक्तपुरदेखि हिजैदेखि आएर यो कार्यक्रममा समावेश हुनुभयो। उहाँप्रति हामी एकदम कृतज्ञ छौँ। अब हामीलाई अध्यापन गर्नुहुने हाम्रो आदरणीय हाम्रो श्रद्धेय गुरु, हामीलाई अङ्ग्रेजी पढाउने श्रद्धेय गुरु छत्रबहादुर खड्का सर अहिले बिरामी हुनुहुन्छ। उहाँ बिरामी भएर उपचाररत हुनुहुन्छ र सम्भवतः उहाँ सकुशल हुनुभएको भए यहाँ आउनुहुने थियो। उहाँ चाहिँ अहिले बिरामी भएर उपचाररत भएर घरमै आराम गरिरहनु भएको छ। उहाँको अब शीघ्र स्वास्थ्य लाभको हामी कामना गर्दछौँ र हामी उहाँ गुरुलाई पनि हामी साथीहरू सम्मानका साथ हामी उहाँलाई गएर हामी भेट्नेछौँ। त्यो कुरा पनि हाम्रो खुवाजी, यमुनाजी, शशी लगायत सम्पूर्ण साथी नारायणजीहरूलाई म अनुरोध गर्न चाहन्छु। र त्यस्तै गरी एउटा अर्को कुरा, हामीसँगकै सहपाठी मित्र नारायण प्रसाद चालिसे उहाँमा हुनुहुन्छ। उहाँको चाहिँ दुवै आँखाको ज्योति घुमेर उहाँले दृष्टिबिन भएर छ। सम्भवतः उहाँ साथीलाई पनि हामी सहपाठी साथीहरूले कुनै अब मौकामा भेटेर होइन एउटा चाहिँ उहाँसँग पनि हामीले चाहिँ एउटा सेयर गर्दै उहाँलाई प्रेरणा अथवा स्वास्थ्य लाभ प्रेरणाको रूपमा हामीले सहयोग गर्नुपर्ने हुन्छ। त्यो कुराले र हामी सङ्ख्याले एकदम थोरै छौँ। कोही ब्याजीमा 80 जना, अब 2 सेक्सन 3 सेसन पनि देखियो। धेरै साथीहरू रमाइलो गरेको जमघट गरेको, तर हामी सङ्ख्याको हिसाबले थोरै भए पनि हामी बिचमा जुनै साथीहरू केही न केही आफ्नो पेसा आफ्नो कार्यमा सबै साथीहरू लगनशील भएर आफ्नो जीवन एउटा ऊर्जाशील रूपमा व्यतीत गरिरहनु भएको छ। यो मनुष्य चोला आउने हो, हामी कोही पनि फर्केर आएका छैनौँ। जतिन्जेल हामी धरतीका पाहुना हौँ, जतिन्जेल यहाँ रहन्छौँ, हामीले एउटा असल कर्म गर्नुपर्छ भन्ने कुरा हामीले गुरुहरूबाट नै पाएका छौँ। अहिले पाजीले धेरै कुराहरू भन्नुभएको छ। हाम्रो आदरणीय हेड सर यो रसुवा जिल्लामा अब जतिखेर उहाँ पाइलट टेक्नुभयो, उहाँ बहुडाइनामिक बहुआयामिक मल्टिडाइनामिक भएको व्यक्तित्व, हरेक कुरामा निपुण हुनुहुन्थ्यो।
पछिसम्म पनि नरिसाउने र अहिले पनि उहाँ सदाबारै हुनुहुन्छ र जिल्लाको एउटा चाहिँ इतिहास बोकेको विद्यालयको चाहिँ एउटा चाहिँ कुशल नेतृत्व प्रधानाध्यापक भएर त्यहाँको जिम्मेवारी लिनुभयो र साथसाथै उहाँले चाहिँ रसुवा जिल्लाको केन्द्रमा रहेको हुन्चे रसुवा माविमा चाहिँ सदरमुकाममा गएर चाहिँ नेतृत्व लिएर अहिले चाहिँ उहाँ सेवानिवृत्त हुनुहुन्छ। अझै पनि उहाँ शैक्षिक क्षेत्र सामाजिक क्षेत्र हरेक क्षेत्रमा सक्रिय हुनुहुन्छ र मेरो त एउटा प्रेरणाको स्रोत पनि हुनुहुन्छ उहाँ र खास गरी हामी पौडेल परिवारको एउटा चाहिँ भावनात्मक र पारिवारिक सम्बन्ध गाँसेको व्यक्ति पनि हुनुहुन्छ उहाँ जस्तो व्यक्ति आफ्नो अगाडि आज यो कार्यक्रम सञ्चालन गर्न पाउँदा म आफैलाई गौरवान्वित ठानेको छु र सरोज सर तपाईँ नीलकण्ठ माध्यमिक विद्यालयमा उहाँले पनि त्यहाँ विद्यालयको चाहिँ नेतृत्व सम्हाल्नुभयो प्रधानाध्यापक हुनुभयो त्यो विद्यालयको चाहिँ माध्यमिक सञ्चालन गर्नेदेखि लामो समय त्यो विद्यालयमा रहेर र उहाँले शैक्षिक जगतमा गर्नुभएको योगदान र खेलकुद जगतमा पनि गर्नुभएको योगदान अहिले शिक्षा र खेलकुद सँगसँगै छ उहाँ खेलकुदमा पनि त्यत्तिकै प्रेरणादायी हुनुहुन्थ्यो र उहाँले सेवानिवृत्त भएर जानुभयो र त्यो किसिमको सम्मान पनि उहाँलाई चाहिँ त्यो ठाउँबाट त्यहाँका सबै समाज जनताहरूले दिएर जानुभयो र उहाँ पनि अहिले सामाजिक क्षेत्रमा नै सक्रिय हुनुहुन्छ त्यो कुरो पनि खुसी लाग्यो हामीलाई एकदम खुसी लागेको छ। अब हामी साथीहरू अब समयको पनि पाबन्दी छ हामी 30 वर्षपछिको यो भेटघाट छ हामीले आफ्नो परिचय ठेगाना र अहिले हामी केमा चाहिँ आबद्ध छौँ के गरिरहेका छौँ छोटो रूपमा अब धेरै कुराहरू अब गरिरहँदा समय पुग्दैन अब यो अहिले हामी रमाइलो गरेर होइन कतिपय कुराहरू त्यहाँ सेयर रहला र अब हामीले सबैको नम्बर ठेगाना सम्पर्क राख्नेछौँ र यो हाम्रो पहिलो ऐतिहासिक कार्यक्रम भयो हाम्रो छोटो थोरै चाहिँ यहाँ जमघट भएका छौँ र हाम्रो जिल्लाको हाम्रो ठाउँको विद्यालयसँग जोडिएको यो अलिकति हाम्रो लहरेपोवाको चाहिँ शिर पनि यो अहिले यो गर्मीको समयमा चैतमा यति अब अनुकूलन चाहिँ हावापानी भएको यो ठाउँमा आएर आज हामीले यो कार्यक्रम गर्न पायौँ र यसलाई चाहिँ पर्यापर्यटनको रूपमा पनि हामीले वृद्धि विकास गर्नु छ त्यो हिसाबले र अर्को वर्ष अब हामी यो कार्यक्रमहरू निरन्तर गर्नेछौँ। अब अर्को वर्षको कार्यक्रमको संयोजन हाम्रो खुवाजीले नै गर्नुहुनेछ र त्यो ठाउँ पनि तोक्नुहुनेछ समय पनि उहाँले तोक्नुहुनेछ र अहिले यति भएको साथीहरूको हाम्रो यहाँ सम्पर्क हामीले यहाँ राख्नेछौँ र बाँकी साथीहरूको लागि हामी जोड्दै धेरै साथीहरू बाहिर हुनुहुन्छ र उहाँ बाहिर हुने साथीहरू विशेष रेशमजी रामेश्वरजीहरूले यो चाहिँ समयमा उपस्थित हुन नपाएकोमा आफूलाई एकदम दुःख व्यक्त गर्दै अब आगामी दिनमा कार्यक्रम राख्दा आफू आउने अनुकूल मिलाएर साथीहरूसँग सल्लाह राख्ने भन्नुभएको छ। टाढाको साथीहरूले पनि त्यही सुनाउनु भएको छ र अब परिचय र आफू ठेगाना र आफू केमा आबद्ध छौँ त्यो छोटकरीमा हामीले बढीमा 2-3 मिनटलाई जोड्दै हाम्रो अशोकजीबाटै सुरु होइन फर्स्टबाट सेकेन्ड नै आउनु पर्ने सेकेन्ड बोय अशोक गुरुङ है स्कुलमै मेरो बुवाले स्थापना गर्नुभएको हाइल्यान्ड बोर्डिङ स्कुलमै म चाहिँ अध्यापन गर्छु त्यहीँ पढाउने कामै गर्छु त्यहाँनिर यसो धन्यवाद धन्यवाद होइन उठ्नुपर्छ ल साथीभाइहरू म नारायण बङ्गाल भन्ने मान्छे है अब कामधाम सत्यानाश भर्खरै अब सुरुवात चाहिँ गर्दैछु है अब ड्राइभर झन्डै भनेको थियो ड्राइभर अब सरहरूले अब गुरु सर र हेडमिसले चाहिँ बुढान मिसले के भन्यो भने दाई ड्राइभर दाई गइहाल्यो अब भाइ ड्राइभर ल म सर्वप्रथम त आदरणीय गुरुहरूमा नमस्कार नमस्कार कृषि पेसामै आबद्ध छु हरिप्रसाद आचार्य एक पुरानै बनुवामै बसेर काम गर्छु। नमस्ते म चाहिँ तोयनाथ आचार्य खास नायकडामा तोयनाथ आचार्य रामचरण आचार्य भनेर चाहिँ प्रायः धेरै वर्ष चिन्नुहुन्छ। म चाहिँ कृषि पेसामै आबद्ध छु गाउँमै घरमै आबद्ध छु। गुरु सरहरू सबैलाई नमस्कार साथीभाइ सरहरू सबैलाई नमस्कार। हाल म चाहिँ कृषि विकास ब्याङ्क अहिले 7औँमा प्रबन्धक जिम्मेवारी लिई कार्य गरिरहेको छु। विगत लगभग 27 वर्ष चाहिँ कृषि विकास ब्याङ्कमै अब जितियो भनौँ न जितियो। अहिले चाहिँ म त्यहाँ अहिले त बसेँ काठमाडौँ घर नुवाकोट बागेश्वरी 8 कुवापानी चाहिँ अहिले नेपालटामा बस्छु। सर्वप्रथम गुरुहरूमा नमन अनि हाम्रो बिहारको साथीहरू सबैलाई नमस्कार।
यति लामो समयसम्म भेटघाट कार्यक्रम कसैले राखेको थिएन। यसपालि हामी चाहिँ शशीजीको पहलबाट चाहिँ यो कार्यक्रम भयो, त्यसको लागि धन्यवाद। मेरो नाम ठाकुर नेपाल, हाल म काठमाडौँ व्यवसाय गर्छु। के व्यवसाय? नेपालमा चाहिँ नेपालको तेरो पेटमा ग्यास भएर गुरुहरूमा नमन, साथीहरू नमस्कार। मेरो नाम चाहिँ ठाकुरबहादुर थापा मगर, उत्तर गया 5 पैँजलटार। अब कृषि पेसा नै भनौँ, अरू केही गरी छैन। गाउँघरतिरै बसिएको छ। हाम्रो ब्याजको हेड सर त्रिबहादुर गुरुङ सर र हाम्रो अर्को हामीलाई भूगोल पढाउने सरोज सरलाई नमस्कार र अन्य हाम्रो ब्याजका सम्पूर्ण सरहरूलाई पनि सम्झिँदै र बिरामी हुनुभएका खड्का छत्रबहादुर खड्का सरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै म होम प्रसाद भट्ट मनकामना गाविसको अर्चाले हाल किस्पाङ 5 अर्चाले म नि कृषि पेसामा हो र सामाजिक क्षेत्रमा नि म पनि यमुना साथै 2 पटकसम्म स्थानीय चुनावमा राप्रपाबाट भाग लिएको। अघिल्लो चुनावमा सम्मानजनक भोट आएको थियो सदस्यमा। अहिले 79को चुनावमा चाहिँ 3 जना प्रतिस्पर्धी भइयो, उहाँहरूले जित्नुभयो, मैले हारिएँ। म सामाजिक क्षेत्रमै काम गर्छु र गाउँघरमा चाहिँ अब कृषि नै पेसा हो, अर्को मेरो केही पनि पेसा छैन। अब तिम्रो पाला आउँछ ल, जित्छ ल। अब सलमान आउँदैछ। नमस्कार सर्दे गुरु दुवैलाई र सम्पूर्ण मेरा सहपाठी मित्रहरूमा। मेरो नाम बासु ब्याग्रेल। म चाहिँ नुवाकोट जिल्ला गेरपुर गाविस र अहिले हाल विद्युत 10मा र म पहिला चाहिँ व्यवसाय पेसामा यही रसुवामा थिएँ र 64बाट रसुवाबाट लखेटिएँ र अहिले चाहिँ इन्टरनेट सेवामा काठमाडौँमै छु। इन्टरनेट सेवा प्रदाय गर्छु। तिमी यसो उयो गर्दाखेरि नमस्कार, म राधिका देवी नेपाले। मेरो घर कालिकापालिका वडा नम्बर 3 देखि। म चाहिँ अब बेरोजगारी भन्दा नि हुन्छ। म घरको गृहिणी। म नि वर्तमान धैबुङ मध्यवर्ती गोर्खा समितिको अध्यक्ष, महिला सङ्घ जिल्ला कार्य समितिको महासभा अधिवेशन प्रतिनिधि, यस्तो मान्छे बेरोजगारी पार्टीको जिल्ला कार्य समितिको सदस्य, लाएर वैशाखै महासङ्घको उपाध्यक्ष, अझै ट्रेड युनियन काङ्ग्रेसको उपाध्यक्ष, आमै अनि भन्ने नअला हुन्छ। धेरै पत्नी बेरोजगार रे अन्तिममा टोम न्युपानीको श्रीमती। सरहरूलाई नमस्कार, साथीहरूलाई पनि नमस्कार। म पार्वती आचार्य देशकोटा। अहिले घर चाहिँ मेरो दिदीले हो, बसुन्धरा काठमाडौँ। अनि मैले चाहिँ 10 वर्षसम्म नेपाल के अरे उसको डेनमार्क वाटरसेड म्यानेजमेन्ट प्रोग्राममा मोटिभेटर भएर काम गरेको थिएँ, पहिला सोसियल वर्कर। र 1 वर्ष चाहिँ फेरि एग्रो फरेस्ट फाउन्डेसनमा काम गरेँ। अहिले चाहिँ पसल गर्छु। सबैजना नमस्कार। सर्वप्रथम एसएचजी ब्याच 49 का साथीहरूले सम्झिन चाहन्छु सबैलाई। श्रद्धेय गुरु त्रिबहादुर गुरुङ सर, आदरणीय श्रद्धेय गुरु सरोज कुमार श्रेष्ठ सर, म शशि कुमार डङ्गोल। सुरुदेखि अन्त्यसम्म र अहिलेको परिवेशमा पनि म भेद्रावतीमै बसोबास गरेर पढाइको सिलसिलामा अथवा आफ्नो काम कार्यको सिलसिलामा भेद्रावतीमै बसोबास छु। म स्थानीय लेभलमै बसेर काम गरिरहेको छु। कतिपय ठाउँमा सामाजिक कार्यमा पनि आबद्ध छु। म कुनै जागिरपट्टि पनि आबद्ध भएन, कुनै व्यवसायपट्टि पनि आबद्ध भएन। आफ्नो खुसीको एउटा पेसा अँगालेर बसेको छु। म पेन्टिङसँग सम्बन्धित छु, धेरै साथीहरूलाई थाहा पनि होला। र यो प्रथम हाम्रो 49, खास गरी 49 भन्दा पनि 10 कक्षा अध्ययन गरेका साथीहरूको 9-10 का क्लासहरूका साथीहरूको यो 30-32 वर्षको उमेरसम्ममा को कहाँ कसो छन्, के गरिरहेछन्, कुन अवस्थामा छ, एकचोटि खोजी गर्न मलाई धेरै चाह भयो। अनि त्यसपछि फेसबुक, अहिलेको सञ्चार माध्यम फेसबुकमा धेरै अब दाइ दिदी र भाइ बहिनीका यो नाचगान उफ्रै धेरै मैले हेरेर घरमा बस्नु पऱ्यो। हामी त साह्रै बिटुलो भए जस्तो, मेरो त कोही पनि साथी नभए जस्तो होइन, साह्रै पीडा
यो भएर चाहिँ मैले यमुनाजी हाम्रो किनकि नजिक जसले हरिजी को हुनुहुन्छ साथीहरू लौ न साथी यो त यो अति भयो यो भएन जतिजना भेट हुन्छ सबैजना एकजुट अब भएर बस्नु खाइपिई त आफ्नो ठाउँमा छँदैछ मरिलाने केही पनि छैन यो उमेर भइसक्यो 48 वर्षको उमेर भइसक्यो एकजुट भेटघाट गरौँ जसरी भयो नि भन्ने 2-4 वर्ष अगाडिदेखि नै साथी सर्कलमा सबैलाई मैले अनुरोध गरेँ यो अनुरोधलाई स्वीकार गरेर सबभन्दा ठुलो कुरो त गुरुङ सर आइदिनु भयो सर आइदिनु भयो हामीलाई माया गरेर होइन तपाईँहरूले एकदम साथ दिनुभयो त्यसमा म एकदम आभारी र खुसी पनि छु म अरू सबै कुरामा म खुसी छु सबभन्दा ठुलो कुरा आत्मसन्तुष्टि रहेछ पैसा भन्ने कुरा अब आज कमाउँछ भोलि छैन त्यो ठुलो कुरो रहेछ र हाम्रो साथी सर्कलमा पनि कुलतमा लागेको नराम्रो गतिविधि गरेर हिँडेको साथीहरू मैले पाएन सबभन्दा ठुलो कुरो त्यही मैले महसुस गरेँ होइन सबै साथीहरूलाई आइदिनु भयो र आगामी दिनहरूमा यो कार्यक्रम गरौँला भन्ने मेरो फेरि पनि इच्छा छ कतै जुर्ला सायद जुराउनु पनि पर्छ भोलि गएर भेटघाट गर्दै गरौँ अन्य अब कामती सर शाह सर त्यसपछि गएर चौधरी सरहरू खड्गा सरहरू होइन उहाँहरू अब आफ्नो कार्यलाई व्यस्तताले आउनु सक्नु भएन आचार्य सर बाहिर हुनुहुन्छ धेरै कन्ट्याक्ट गर्ने कोसिस पनि गरेँ सरहरू खास गरी सरहरू चाहिँ यो कार्यक्रमको लागि हामी आफ्नो छोराछोरी बालबच्चा हामीले हुर्काएको 30 वर्षपछि चाहिँ कस्तो यिनीहरू भएछन् भनेर यो खुसीले आइदिनु भयो सबभन्दा ठुलो कुरो उहाँहरूलाई धेरै नमन गर्न चाहन्छु साथीहरूलाई धेरै धेरै धन्यवाद छ होइन हामी जे जति छौँ नि यहाँ हामीले जे जति गर्न सकेका छौँ त्यसमा खुसी भएर बसौँ है सबैको स्वास्थ्य लाभको कामना गर्छु धन्यवाद नमस्कार सबै गुरुहरू एकदम सहपाठी मित्रहरूमा म कृष्ण पौडेल घर मेरो उत्तरगाई गाउँपालिका वडा नम्बर 5 माझगाउँमा पर्छ म हाल शिक्षण पेसामा आबद्ध छु लगभग म 21 वर्ष भयो शिक्षण पेसामा लागेको पनि मैले आफ्नो पेसालाई मूल धर्म ठाने त्यसको साथसाथै आफ्नो घरायसी कर्म र एकदम सामाजिक काममा मेरो आफ्नो जीवनलाई सक्रिय रूपमा अगाडि बढाइरहेको छु हस्त धन्यवाद सबैको परिचय अब ए हजुर म चाहिँ सरोज दाईको भाइ मदन श्रेष्ठ अनि रिटायर भएको 7 वर्ष भयो अब उपप्राध्यापक टिबी शिक्षण अस्पतालमा सरहरूलाई पुनः पनि नमस्कार म प्रसाद आचार्य साथीहरूको साथी म साथीहरूलाई थाहा छँदैछ म 2049 पछाडि 2053सम्म ओभरसेयर भएँ त्यसपछि आफ्नो जागिरमा केही समय जागिरमा रहेँ अनि त्यसपछि म जापान र कोरियाको भ्रमणमा निस्केँ हुँदै थाइल्यान्ड ताइवान हुँदै केही समय बाहिर बसेँ त्यसपछि फर्केर आएर म रियल इस्टेटको बिजनेस गर्छु अहिले के भन्दाखेरि रियल इस्टेटको बिजनेस गर्छु घर किन्छु घर बेच्छु पेसा आफ्नो पेसोवर भएको हिसाबले सिलगढीकै काममा मन जाँदो रहेछ हेल्थ पढायो भए डक्टरी पेसा सिलगढी गएर सिलगढी गर्नु छु त्यसमा सन्तुष्ट छु र साथीहरूमा भेटघाट गरेर खुसी लाग्यो कुनै पनि सरहरूलाई नमस्कार त्यही त म यमुना आचार्य म चाहिँ अब अहिले उत्तरगाई गाउँपालिका वार्ड नम्बर 5 को वडा अध्यक्ष पनि छु म चाहिँ विगत लामो समयदेखि मैले पोल्ट्री व्यवसायमा आबद्ध भएर काम गरेँ र त्यो पोल्ट्री व्यवसाय अहिले चाहिँ निरन्तरता पनि छ र पोल्ट्री व्यवसाय साथसाथै राजनीतिमा के मन लाग्यो 74मा चाहिँ एउटा स्थानीय चुनावमा सहभागी हुने एउटा मैले अवसर पाएँ त्यसमा चाहिँ म थोरै मतले पराजित हुनु पऱ्यो मैले 13 मतको अन्तरमा पराजित भएँ त्यसपछि यो पराजित चाहिँ मेरो पहिलेदेखि बानी चाहिँ त्यो पराजित भएर बस्नु चाहिँ मन नलाग्यो स्टुडेन्ट पार्लादेखि नै आफू पढ्दाखेरि पनि सकेसम्म अगाडि नै जान चाहिँ इच्छा हुने त्यो कारणले गर्दा यो पराजित भएर बस्न एकदम मन लागेन र फेरि 79मा चाहिँ दोहोऱ्याएर चाहिँ वडा अध्यक्षको टिकट मैले पाएँ र अहिले उत्तरगाई 5 को वडा अध्यक्ष सामाजिक सेवामा
निरन्तर लागेछु। पुनः सरहरूलाई र साथीहरूलाई हार्दिक नमस्कार। हामी यो औपचारिक कार्यक्रमलाई धेरै लामो लाँदैनौँ। अब यसपछि हामी गुरुहरूलाई सम्मान गर्नेछौँ र त्यसपछि हाम्रो संयोजकले धन्यवाद दिँदै यो कार्यक्रमलाई समापन गर्नेछ। अब म सहपाठी सबै साथीहरूको तर्फबाट छोटकरीमा आफ्नो भनाइ राख्दिनँ। म हाम्रो सहपाठी मित्र बासु प्रसाद प्याउरेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। छोटकरीमा केही छ त मित्र? नमस्कार। हाम्रो चाहिँ कक्षा 10 समय विद्यार्थी पूर्व 49 एसएलसी पुनर्मिलन वनभोज कार्यक्रमको संयोजक र हाम्रो प्रमुख अतिथिज्यू, श्रद्धेय गुरु, विशिष्ट गुरु र सम्पूर्ण मेरा सहपाठी मित्रहरूमा धन्यवाद। र हामी यो जुन पहिलो पुनर्मिलन कार्यक्रम जुन हामी चाहिँ लगभग 49 देखि 81सम्म आउँदाखेरि 30-32 वर्षको अन्तरालमा भयो र फेरि पनि अर्को वर्ष हामीले चाहिँ यो लोकेसन हाम्रो चाहिँ अहिले अलिकति भेगिए हिसाबले सम्पूर्ण साथीहरूको बिचमा परेन कि भन्ने हिसाबले अब फेरि बिचमा पनि पारेर चाहिँ कार्यक्रम हुनेछ भन्ने गराउने मनसायले चाहिँ हाम्रो शशि कुमार डङ्गोट, हेमनाथ र खोवा हामीले सबै साथीहरूसँग एउटा बिचमा सेन्टर बनाएर फेरि पनि हामीले यसलाई चाहिँ कन्टिन्युस गर्नुपर्छ र हाम्रो साथीहरू को कहाँ के गर्दैछन् र कुनै साथीहरू के भइरहेछन् भन्ने कुरो एउटा पुनर्मिलन साथीहरूसँग संवादको एउटा चाहिँ के भन्छ ओल्ड इज गोल्ड पुरानो सम्झनाहरूलाई चाहिँ हामीले फेरि नयाँ ताजगी गर्न सकिन्छ कि भन्ने एउटा आशा राखेँ। एउटा चाहिँ श्रद्धेय गुरुहरूमाथि विद्या अभ्यसित कर्म साहु विद्या सर्वार्थ साधिका विद्या नेत्र विहीनाना मन्नकारमय जुन हिसाबले हामी अन्धकारमा थियौँ भनेदेखि गुरुहरूले चाहिँ त्यसलाई उज्यालोतर्फ अहिलेसम्म कोही साथी डक्टर ओभरसियर भए, कोही चाहिँ हाम्रो म्यानेजर छन्, कोही साथी टिचर छन्, कोही कृषि व्यवसाय र कोही साथी के छन् भनेदेखि हामी त एकदम त्यो बेलामा 49 भनेको योभन्दा हामी धेरै 30 वर्ष अगाडि शिक्षा क्षेत्र नै एकदम अविकसित थियो। तैपनि त्यसको बावजुद पनि सरहरूसँगबाट लिएको गुण र शिक्षालाई हामीले चाहिँ परिमार्जन गरे। कुले गाता शिरायुता सुन्दरा उजलापी नसौ बन्ते सदा मध्ये विद्या बढ्ता गरे। एउटा मान्छे एउटा कुलमा एउटा शिक्षित भयो भने पनि कुलै उज्यालो हुन्छ भने बेलामा पनि गुरुहरूले हामीलाई ती शिक्षा दिएर अहिलेसम्म यो अवस्थामा हामी आइपुग्यौँ। धेरै धेरै नमन र म फुलमती मिसलाई पनि सम्झिन चाहन्छु। उहाँले पनि धेरै छडी हान्नुभएको थियो। त्यो छडी चाहिँ अहिले हाम्रो चाहिँ खुवा प्रसाद सरले मित्रले भनिसक्नु हो, सुनको छडी कहिले बिर्सिन सक्दैनौँ हामीले। कुलबहादुर सरले हर्याङ भर्याङ दसवटा उहाँ मुन्डो र गाँ आँखा त टुल्टुल मुन्डो गाँ भनेर चाहिँ शिक्षा दिनुहुन्थ्यो कि हामीलाई। अनि त्यसपछि कामती सर, उद्धवहरि अधिकारी, चौधरी सर, रामसिंह शाह सर सबलाई म चाहिँ सम्झन्छु र हामी अर्कोचोटि सबै सरहरूलाई पनि हामी समावेश गर्न सक्छौँ कि भन्ने हामी चाहिँ छ। र छत्रबहादुर सरको चाहिँ अब स्वास्थ्य अवस्था बिग्रिएको छ भनी सुनिएको छ। यसमा स्वास्थ्य लाभको कामना पनि गर्दै सम्पूर्ण साथीहरूमा यो पुनर्मिलन कति मजा र हर्षोल्लास थियो। थोरै भए पनि मिठो के यसमा नै सन्तोषी सदा सुखी असन्तोषी सदा दुखी भनेको 48 जानै जम्मा हुनुपर्छ भन्ने छैन। यतिमै हामी चाहिँ सन्तोष पनि छौँ र खुसी पनि छौँ। यसलाई नै निरन्तरता दिन सकियो भने फेरि साथीहरू समेट्न सकिन्छ भन्ने कुरो आश राख्दै ल मेरो बिदा हुन्थ्यो। अब लिडरसिपमा अगाडि नै हुनुहुन्थ्यो, अब्बलै हुनुहुन्थ्यो र उहाँले सम्पूर्ण साथीहरूको तर्फबाट हाम्रा श्रद्धेय गुरुहरूप्रति सम्मान गर्दै आफ्नो भनाइ राखेर जानुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। हाम्रा स्वर्गीय गुरु सरोज सरलाई
हामीलाई आशीर्वाद प्रदान गरिदिनु हुन, आफ्नो मन्तव्य राखिदिनु हुनको लागि म हार्दिक मन्तव्य धन्यवाद। यहाँ उपस्थित हुनुभएका हाम्रो गुरुङ सर र मेरा प्यारा भाइ बहिनीहरू, विद्यार्थीहरूमा मेरो आभार व्यक्त गर्न चाहन्छु। तपाईँहरू सबैलाई म हृदयदेखि, मेरो मनैदेखि सबैलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। किनभने हाम्रो पुनर्मिलन गर्ने कार्यक्रममा सहभागी बनाउनको लागि यस्तो कार्यक्रम गर्नुभएकोमा धेरै मलाई चाहिँ खुसी लागेको चाहिँ छ। अब म के भन्न छु भने भर्खर मेरो विद्यार्थीहरूले एनाउन्स गर्नुभयो, वक्तव्य दिनुभयो होइन। उहाँहरूले त्यो गर्न सक्नु जति कविता, कहानी, उखानहरू भन्न सक्यो त्यो नि हामीलाई गौरव लाग्छ। किनभने हामीले सिकाएकोले नै भन्न सकेको, नत्र त्यहाँसम्म जान नसक्नुहुन्छ। एउटा कुरा के छ भने 32 वर्षसम्म छुटेर बसेका आफ्नो परिवारलाई यहाँ भेट्न पाउनु नै मलाई धेरै गौरव लाग्यो। आफ्नो परिवार छुटेकोलाई मिलन गर्न पाएछ, हेर्न पाएछ। तर एक दुईजना यसमा खसेको भन्ने जुन कुरा सुनेछ, बितेको भन्ने त्यसमा अलिकति खल्लो लाग्छ। त्यसमा पनि केही छैन। किन केही छैन भने हामी जन्म हुनासाथ हामी मर्छौँ भन्ने थाहा छ। तर अलि चाँडै भयो, त्यति मात्र चाहिँ हो। मलाई जहाँसम्म लाग्छ कोरिया र दक्षिण कोरिया छुट्दाखेरि छुटेर बसेको बेलामा जसरी परिवार छुटेको चाहिँ छ, अब पुनर्मिलन हुँदाखेरि जति खुसी हुन्छ त्यति नै मलाई चाहिँ यहाँ खुसी लागेको चाहिँ छ। यस्तो यस्तो कार्यक्रम वर्ष नै सबै मेरो विद्यार्थीले गरेको खण्डमा हाम्रो गुरुहरूको पनि हामीले भेटघाट हुन पाउने अनि विद्यार्थीको पनि भेटघाट हुन पाउने, विद्यार्थी कतिसम्म क्षमता हुन गएछ, कहाँसम्म पुगेछ भन्ने कुरा हामीले सुन्दाखेरि हामी धेरै गौरव लागेको हुन्छ। अरू पेसा र यो पेसामा धेरै फरक छ। के फरक छ भने अरू पेसामा आफूभन्दा माथि जाने प्रमोसन होला भनेर पिर मान्छ खुट्टा तानेर टलै बस्न लगाउँछ भने हामी गुरुहरू जति विद्यार्थीहरू माथि जान्छ त्यति चाहिँ खुसी हुन्छ। बादमा भेट्दाखेरि मेरो चाहिँ यो मन्त्री हो भन्ने मन्त्रीले सलाम सर भन्दाखेरि आहा मैले कमाएको चाहिँ हामी गुरुहरूले कमाउने यति नै हो। तर यसरी नै सबै प्रमोसन होस् भन्ने आशा गरेर स्याबास दिँदै माथि माथि जाओस् भन्ने आश्वासन दिँदै म यही मेरो कुरा। धन्यवाद श्रद्धेय गुरु सरोज कुमार श्रेष्ठ सरलाई। उहाँ अझै पनि सक्रिय, मृदुभाषी, मिठो बोज्ने, सबैलाई माया गर्ने, सबैको मनमुटुमा बस्न सफल। उहाँ आफ्नो जीवन अझै पनि सक्रिय र सामाजिक रूपमा जुझ्न गराउनु भएको छ। उहाँले हामीलाई आशीर्वाद दिएर जानुभएको छ। हामीले अझै पनि प्रगतिका पाइलाहरू, हामीले असल कर्महरू हामी अगाडि गर्दै जानुपर्छ। हामी गुरुबाट त्यही नै आशीर्वाद प्रेरणा लिनेछौँ। अब आशीर्वाद दिने क्रममा हाम्रो श्रद्धेय हेड सर, आदरणीय गुरु, श्रद्धेय गुरु नीलकण्ठ माध्यमिक विद्यालयमा कुशल प्रधानाध्यापकको नेतृत्व गर्दै रसुवा माध्यमिक विद्यालयमा पनि जिल्लाको सदरमुकाममा रहेको रसुवा माविको पनि नेतृत्व लिएर अहिले उहाँ सेवानिवृत्त हुनुहुन्छ र सामाजिक क्षेत्रमा नि त्यति सक्रिय हुनुहुन्छ र शैक्षिक क्षेत्रमा पनि ठुलो योगदान छ। मलाई असाध्यै गौरव लाग्छ उहाँको अगाडि, आज गुरुको अगाडि यो राख्नु सक्यो र हामीलाई आशीर्वाद प्रदान गरिदिनु हुनको लागि म आदरणीय श्रद्धेय गुरु छत्रबहादुर तिरबहादुर गुरु सरलाई हार्दिक अनुरोध गर्दछु। यो पुनर्मिलन कार्यक्रमका सभापतिज्यू भनौँ, अध्यक्षज्यू भनौँ, हाम्रो संयोजक मात्र संयोजक हजुर, विशेष अतिथि सरोज सर, अर्को उपप्राध्यापक श्रेष्ठ सर, सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, अब यो पुनर्मिलनको कार्यक्रमको अवधारणाको लागि 32 वर्षपछि हामी जुटेका छौँ। बाटोघाटोमा एक्लो दुक्लो भेट भयो होला, तर यसरी अब यो 48जना जम्मै जुट्ने कुरो त कहिले पनि यति जुट्नु पनि ठुलो कुरो हो। तपाईँहरू आउनुभयो, तपाईँहरूलाई देख्न पाइयो। जे होस्, कोहीले बढी प्रगति गरे होला, कोही म्यानेजर भयो होला, कोही आफ्नो क्षेत्रमा राजनीतिक क्षेत्रमा सफलता हासिल गरे होला, कोही चाहिँ आफ्नो रियल इस्टेट आफ्नो कारोबारमा सफल हुनु भएको होला।
सबैले धेर थोर हामीले गर्दै आएका छौँ। को बाटोमा हामी कोही पनि छैनौँ। यति कुरो जान्न पाउँदा सुन्न पाउँदा साह्रै खुसी लाग्यो। मेरा विद्यार्थीहरू कोही पनि गलत बाटोमा रहन्छ, कोही पनि उद्योगतिमा रहन्छ। केन्द्रीय प्रगतिकृत राजनीति होस्, समाजसेवा होस्, चाहे जागिरमा होस्, चाहे ड्राइभरीमा होस्, सबैले एउटा न एउटा पेसा अपनाएर आफ्नो जीवन धान्ने काम गरिरहेको छौँ। पाइयो त्यो दिन साह्रै खुसी लाग्यो। र यो पुनर्मिलन भन्ने कुरो 32 वर्षमा बल्ल एकचोटि भयो। यसमा चाहिँ एकजना साथी, एकजना विद्यार्थी भाइ बितेको रहेछ, दुःख लाग्यो। हाम्रा सरहरू पनि कति कोही बितेको हुनसक्छ, हुन त त्यो सुन्नमा आएको छैन। यसरी वर्षी पिछे नसके कमसेकम 2-3 वर्षमा, 2-3 वर्षको दौरानमा यो कार्यक्रममा आयोजना गर्न पायो भने साथीभाइ भेटघाट गर्ने। हामी पिकनिक त प्रायः जान्छौँ नि, भने त्यही पिकनिकै रूपमा भए पनि साथीभाइसँग भेटौँ, सँगै बसौँ, मिठो नमिठो जीवन सुख दुःख बुझौँ, साथीभाइसँग भेटघाट गरौँ। एक किसिमको पहिला विद्यार्थी जीवनमा भएका भेटघाट, त्यतिखेरको सम्झनालाई पुनर्ताजगी गर्न पाइयो। भेटघाट गरौँ। सधैँ आफ्नै काममा व्यस्तै 24 घन्टा आफ्नो व्यवसायमा 2-3 वर्षमा कमसेकम एक दिन निकालेर साथीभाइसँग भेट्ने जुन हाम्रो शशि डङ्गोल भाइले जुन विचार गरेर जुन किसिमको प्रयास गर्नुभयो र यो सफल पनि भयो। यो प्रयास शशीले मात्रै गरिरहनुपर्छ भन्ने छैन। बासुले गर्दा नि हुन्छ, राधिकाले गर्दा नि हुन्छ, जसले गर्दा नि हुन्छ। 2-3 वर्षमा एकचोटि जुटौँ, चाहे 20 जना होस्, चाहे 40 जना होस्, चाहे 25 जना होस्, हामी कमसेकम सुख दुःख बुझ्ने काम गरौँ। बितेको मान्छे बित्छ, को साथी बितेछ, के बारे बितेछ, कति दुःख पायो, के भयो, कसो भयो, त्यो पनि त एउटा जानकारी हो नि। साथीको बारेमा जानकारी दिनु पाइयो नि। बितेकै साथीको बारेमा पनि बिचरा मेरो साथी बितेछ है, फलाना बितेछ, यस्तो भएर बितेछ, फलाना सर बितेछ, त्यो कुरो पनि त यो मासमा आउँछ नि। त्यो पनि त जानकारी हो नि। हाम्रा साथीहरू को के बाटोमा छन्, के गरिरहेका छन्, यी कुरा यावत कुराहरूको जानकारी। यो साह्रै राम्रो कार्यक्रम हो र यसमा आउनु पाउँदा साह्रै खुसी लागेको छ। सरहरूमा सरोज सर एकजना, कमसेकम एकजना साथीसँग भेट भयो। यो सौभाग्य भाइहरूले मिलाइदिनु भयो, त्यसमा धेरै धेरै धन्यवाद। अर्कोचोटिको कार्यक्रममा बढी से बढी विद्यार्थी भाइहरू हामी जुटौँ, भेटघाट गरौँ। अर्को कुरो, अहिले जम्मै विदेश भन्छन्। दिनमा 1500-2000 जना मान्छे बाहिर जान्छन्। कोही विद्यार्थीहरू +2 गर्न साथ बाहिर पढ्न जाने, पढ्ने भन्दै पनि काम गर्न जाने, पढ्ने पनि काम पनि गर्ने। कोही चाहिँ अब पढेको छैन भने पनि खाडी देशमा गएर 50 डिग्रीको तापक्रममा भए पनि काम गर्न जाउँ, किन जाने? अब मैले धेरैजनाबाट सुनेको छु, विदेशीहरू टुरिस्टहरूबाट पनि कुरा धेरै आएको छ। नेपाल जस्तो राम्रो देश संसारमै छैन अरे। ल अब म अस्ति वैशाख जेठ असार 3 महिना युके बसेँ। त्यहाँ धेरै लन्डन सन्डन जम्मै हेरियो। त्यो गाउँतिरको त्यो पुरानो त्यो के भन्छ उनीहरूको परम्परागत घरहरू, 2 तले 3 तलेको, एक हाम्रो घरभन्दा धेरै सानो घरहरू, त्यस्ता घरहरू पनि हुँदो रहेछ। सहरतिर चाहिँ त गगनचुम्बी घर बनाउनै पर्यो। गाउँठाउँमा चाहिँ, गाउँघरतिर चाहिँ, कुना काप्चातिर चाहिँ सरकारले बनाउन दिँदो रहेछ। सबैको घरको नक्सा एउटै रङ, भित्र चाहिँ त आफ्नो इच्छाअनुसार टाकटुक। अब त्यो हुनेले चाहिँ, अब सम्पन्न मान्छेले चाहिँ भित्रको सजावट बेग्लै गर्ने भयो। तर बाहिर चाहिँ त्यसले एउटा जिल्लासँग अर्को जिल्लाको बेग्लै छ। ठाउँ कस्तो रमाइलो ठाउँ छ। विदेशीहरू नेपाल किन आउँछन् भन्दा यही ठाउँ हेर्न आउने हो, अरू हेर्न आउने हो र? त्यो सेतो हिमालमा त हेर्न आएको हो र होइन नि। यहाँको नदी नाला, लेक बेसी, यहाँको भूबनोट, यहाँ नेपालीको रहनसहन, हाम्रो विभिन्न जात जातिको धर्म संस्कार, चाडपर्व, दुनियाँ, त्यो देखेर विदेशीहरू आकर्षित हुन्छन्। तपाईँहरू विदेश जानु भएन? म त यो विदेश गएकोहरू केटाकेटी जति गएको छन् नि, उतै बिहा गरे, उतै बच्चा हुर्कायो, उतै बस्यो। यहाँ बुढो बाबामा चाहिँ मर्ने बेला भइसक्यो, हेर्नुहोस्, लास उठाउने मान्छे छैन। बाबामा मरिसकेपछि पछि आउँछ, के काम थियो? यस कारण तपाईँहरू चाहिँ, मैले भनेको त्यो कुन सन्दर्भ भने, तपाईँहरू बाहिर जानु भएको छैन है। बाहिर घुम्न जाने कुरो बेग्लै हो। ठिक छ, मौका पायो भने जाने हो। कोहीको भाइ छोराछोरी नाति नातिना कोही होला, अब तिनले बोलायो भने जाने हो। 2-3 महिना घुमेर आउने हो। बस्ने काम गर्नै हुन्न। यो विदेश बस्ने कुरो होइन।
आफ्नो यहाँ हेर्नुहोस् त चिनाजाना नातागोता साथीभाइ विद्यार्थी शिक्षक अब विभिन्न छन् नि यहाँ। आफू हुर्केको जन्मेको ठाउँ कति प्यारो कति रमाइलो, त्यो विदेश भन्ने कुरा हेर्नुहोस्। म त्यो 3 महिना बस्दा मलाई युके कहिले नेपाल जाउँ जस्तो भयो, बस्नै मन लागेन। ठाउँ त गजब छ नि, प्राकृतिक हिसाबले नेपाल जति राम्रो एक त्यो युके चुके के पनि होइन। स्विजरल्यान्ड होला, स्विजरल्यान्ड नै भए पनि हाम्रो नेपालको जस्तो यस्तो किसिमको हुन्छ त? हाम्रो बेसीमा धान झुल्छ, त्यो स्विजरल्यान्डमा कहाँको बेसी हुनु कहाँको धान हुनु, जहाँ चाहिँ हरियाली छ नि, त्यो भएर मात्रै भएन। झर्ना नदी नाला दुनियाँ छ, तैपनि हाम्रो नेपालको दाँजोमा मैले चाहिँ आफ्नो देश यति जति बुढो भयो त्यति आफ्नो देशप्रतिको माया बढ्दै गएर यो विदेश जाने कुरै होइन, घुम्न जाने कुरो बेग्लै हो। अब हाम्रो बगत बाबु म्यानेजर साहब चान्स पायो, कृषि विकास ब्याङ्कले विदेश पठायो। अब 10-15 दिन घुमेर आउने त्यो छुट्टै कुरा हो। म त यतै बस्छु भन्ने सोच चाहिँ कहिल्यै बनाउनुहुन्न। नेपाल नेपाल स्वर्ग हो यो। यस कारण तपाईँहरू जुन नेपालमै बस्नु भएको छ मलाई खुसी लाग्यो। विदेश बस्ने कुरै होइन कि यो। मेरो त हुन त विदेशसँग बिहा भएर गयो, साउथ कोरिया, त्यो आफै आयो मैले आइदिएँ भने होइन, यो यहाँ बिग्रन लाग्यो भनेर पठाएको हो। नातिको अनुहार हेर्नु पाइएन, छोराको अनुहार हेर्नु पाइएन भन्नु छैन। आनन्दले एकवटा काम गरिरहेको छ, आफ्नो जिम्मेवारी निभाएको छ, खुसी छु। तपाईँहरू पनि आफ्नो देशमा बस्नु भएको छ, गर्नु भएको छ, आफ्नो क्षेत्रमा गर्नुभएको छ। कृषि पेसा अति राम्रो पेसा हो, जहाँ गएर चलायो भने कृषि पेसामा भविष्य छ। तर अब के खालि आफूलाई ठिक्क हुने गरी मात्रै कमाए गर्ने हो भनेदेखि त अब त्यो गऱ्यो साँझ बेलाको ठिक्क हुने त्यो त के काम, त्यो पनि ठुलो कुरो हुनलाई त्यो त आधारभूत कुरा भयो। त्यसपछि त्यसबाट आफूलाई लाभ हुने किसिमको व्यवसाय गर्नुहोस् न। कृषि व्यवसाय, कुखुरा पालनदेखि लिएर भङ्गु पालनदेखि लिएर यो बेमौसमी खेती तरकारी उत्पादन गर्नु खुसी लाग्यो। फेरि पनि भेट्ने अवसरहरू जुटाउने काम गर्नु पऱ्यो। शशि बाबु फेरि पनि जाँगर चलाउने, साथीभाइलाई सक्रिय बनाउनु पऱ्यो। आफू मात्रै तातिने सबै साथीहरू अझै धेरै सङ्ख्या जुटाउने काम गरौँ। विद्यार्थी भाइहरूसँग भेट्न पाइयो। हाम्रो सरहरू पनि बोलाउनु पऱ्यो। सरोज सर एक्लै भयो है, सरसँग भेट्न पाइयो। सरोज सरको साथी गुरुङ सर हुनुहुन्छ नि त, कति राम्रो हजुर, सबै अर्कै हुन्थ्यो के। सम्पर्क नै गर्न अलिकति गाह्रो भयो। अब निस्किनै गाह्रो मान्ने, घरबाट निस्किनै गाह्रो मान्ने। ल न सर जाउँ न, हामी हजुरहरूले यसो गर्ला सर भने यता बिहाछ, यता फर्किन्छ, उता फर्किन्छ। एकदिन कुरो अब ओछ्यानमै अलिअलि टाउकोदेखि सिटामल खाएर आउनुपर्छ नि। मैले राम्दिनँ सरलाई। विद्यार्थी भाइहरूले सक्ने कुरो नै आएन। विद्यार्थी भाइ बहिनी र आफूले पढाएको भाइ बहिनी र साथीभाइसँग भेट्न पायो भने त यो तपाईँले जुन अवसर दिनुभयो अति ठुलो अवसर हो है। र यो कार्यक्रम चाहिँ अझै अगाडि यो निरन्तरता पाओस् यो कार्यक्रमले। ल दिनुभएको छ आफ्नो चेलाहरू, आफ्ना चाहिँ पढाएका विद्यार्थीहरूले चाहिँ उत्पादनमा आफ्नो जीवनलाई जोड्दै, आफ्नो कर्ममा रमाउँदै र आफ्नो परिवारबाट सन्तुष्टि दिँदै, र गुरुले पनि आफ्नो परिवारसँग एकदम सन्तुष्टि भएको कुरा र जननी जन्मभूमि छ स्वर्गादपि गरिएछि होइन। आफू जन्मेको जन्मभूमि, जन्म दिने बुवा आमा र पढाउने गुरु भगवान्भन्दा पनि ठुला छ। हामीले यी 3 कुरालाई सुरुपट गर्नुपर्छ र आफ्नो जन्मभूमिलाई माया गर्नुपर्छ, आफ्नो देशलाई देशमै रमाउनुपर्छ भन्ने कुरा राख्नु भएको छ। असाध्यै सार गरी भनाइ र यो पुनर्मिलन कार्यक्रमले निरन्तरता पाओस्। अहिले हामी एक तिहाई उपस्थित भए पनि अब आगामी दिनमा सबै साथीहरूको हुने यो अवसर मिलोस् भनेर हामीलाई आशीर्वाद दिनुभएको छ। अब हामी गुरुलाई सम्मान गर्ने क्रममा छौँ। म सर्वप्रथम त्रिबहादुर गुरुङ सरलाई सर उठ्नु हुनेछ र हाम्रो संयोजक र हाम्रो ब्याजीका प्रथम विद्यार्थी र अशोकजी कहाँ जानुभयो? अशोकजी नै आउनु होला। अशोकजी पनि म बोलाउँछु र साथीहरू उठेर ताली बजाउनु होला, गुरुलाई सम्मान तर्फबाट। एमनाथजीले के यो सम्मान पत्र दिनु होला, ख्वाजीले दोस्रोलाई ओढाइदिनु होला न, त्यो गर्नु भएन हुन्छ। सर पनि पहिला ल साथीहरू ल तिमीले पढाइनु हुन्छ। उता उता कहाँ गयो बित्यो त? आर्मी गाई खानु पर्ने फर्स्ट सेकेन्डबाट गर्नु पर्यो रे। फर्स्ट सेकेन्डले गर्नु पर्यो।
ख्वाजीले पढ्नुहुन्छ ल देख्छ चस्मा झिक्थ्यो ओके आफू धकेले तापनि पछाडि सेवाको हात सधैँ बढिरहन्छ अगाडि श्री नीलकण्ठ माध्यमिक विद्यालय उत्तरगया गाउँपालिका 5 बोगटा रसुवा स्थापित 2007 सम्मान पत्र आदरणीय अग्रज गुरु श्री तिरबहादुर गुरुङज्यू धुन्चे रसुवा यहाँले देशका अमूल्य रत्न कलिला बालबालिकाहरूको भाग्य र भविष्य निर्माण गर्ने पवित्र स्थल विद्यालयको सम्वर्धन र संरक्षणको साथै बालबालिकालाई सुमधुर वात्सल्यता प्रदान गरेर आफ्नो जीवनको लामो कालखण्ड व्यतीत गर्नुभएको छ समाज र देशलाई पुर्याउनु भएको यो अतुलनीय कार्यको उच्च कदर गर्दै प्रथम पुनर्मिलन तथा वनभोज कार्यक्रमको शुभ अवसरमा श्री नीलकण्ठ माध्यमिक विद्यालय एसएलसी 2049 समूहका सम्पूर्ण विद्यार्थीहरू हामी यहाँको सम्मान गर्न पाउँदा हर्ष विभोर भएका छौँ यहाँको जीवनको उत्तरार्ध सुखद सुन्दर र समृद्ध रहोस् भन्ने कामना गर्दछौँ विद्या नै ठुलो धन हो यतिसम्म 2081 चैत 23 गते रोज 7 शुभम कालिका 2 स्याउबारी रसुवा एमनाथ आचार्य कार्यक्रम संयोजक प्रथम पुनर्मिलन कार्यक्रम 2081 2049 एसएलसी समूहका सम्पूर्ण साथीहरू धन्यवाद सरले दिने ठिक छ ल फोटो ल्याउँ भुँडी खिच्यौँ है स्मरणीय क्षण ताली बजाऊ है ल त्यस्तै गरी अब सम्मानको दोस्रो ढाँचा त्यही हो क्रममा अब विवरण त्यही नै छ आउ न सर्वश्रेष्ठ सरलाई यो हामीले सम्मानमा भएको कुरा पढेर अशोक गुरुङले पढेर सुनाउनु हुनेछ होइन पढ्नु पर्दैन त्यही हो सरको लागि हजुरले टक्रायो भने उता ल यमुनाथ अशोक उता बस्नु पर्यो त्यही त ताली बजा म पठाइदिउँला नि नभए म पठाइदिन्छु अब ग्रुप फोटो एउटा सबैलाई सुख होस् दुःख कसैलाई नहोस् सबैको सुखमय बितोस् भन्दै र अब आजको यो पुनर्मिलन कार्यक्रम यो ऐतिहासिक कार्यक्रममा हामी उपस्थित हुने अवसर जुट्यो र यो कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी साथीहरूले मलाई दिनुभयो म साथीहरूप्रति एकदम हार्दिक आभार व्यक्त गर्दछु र अब यो औपचारिक कार्यक्रमको समापन गरिदिनु हुन लागि म आजका यस कार्यक्रमका संयोजक समाजसेवी यमुनाथ आचार्यज्यूलाई आदरणीय गुरुहरूप्रति धन्यवाद सम्मान गर्दै सहपाठी मित्रहरू लगायत आज हाम्रो यो सम्पूर्ण कार्यक्रममा सहभागी हुने भान्सा किचनदेखि यो हाम्रो माइक व्यवस्थापनदेखि सम्पूर्ण यो काठमाडौँदेखि आउने साथीहरू सहपाठी मित्रहरूलाई चाहिँ धन्यवाद दिँदै यो कार्यक्रमको औपचारिक रूपमा समापन गरिदिनु हुनको लागि म मित्र यमुनाथ आचार्यज्यूलाई हार्दिक अनुरोध गर्दै म यो औपचारिक कार्यक्रमबाट म कृष्ण प्रसाद पौडेल ओझेल पर्न चाहन्छु मैले यहाँ बोल्ने क्रममा मानवर्धन गर्ने क्रममा केही तलमाथि हुन गएकोमा भुलवश हुन गएको भनेर यहाँहरूले क्षमा दिनु हुनेछ भन्ने मेरो कुरा राख्दै बिदा हुन्छु हस्त नमस्कार धन्यवाद किन सर हाम्रो नीलकण्ठ माध्यमिक विद्यालय कक्षा 10मा अध्ययनरत सहभागी गुरु विद्यार्थी 2049 एसएलसी ब्याजी साथीहरूको यो चाहिँ प्रथम पुनर्मिलन तथा वनभोज कार्यक्रमलाई हाम्रो निमन्त्रणालाई स्वीकार गरेर उपस्थित हुनुभएका आदरणीय गुरु हाम्रा नीलकण्ठ माध्यमिक आदरणीय गुरु तिरबहादुर गुरुङ छ त्यसै गरी हाम्रो नीलकण्ठ माध्यमिक विद्यालयलाई स्थापना कालदेखि नै अझ
सरभन्दा पनि अगाडिदेखि त्यो चाहिँ नीलकण्ठ माध्यमिक विद्यालयमा चाहिँ स्थापना कालदेखि नै उहाँको चाहिँ ठुलो महत्त्वपूर्ण भूमिका चाहिँ उहाँको रहेको छ। आदरणीय गुरु सरोज कुमार श्रेष्ठ सर, त्यस्तै गरी हाम्रा अतिथि आदरणीय सरोज सरका भाइ आदरणीय मदन सर लगायत मेरा पार्टी हाँसखेल गर्दै पढ्दै आफू गुरुहरूले भनेका कुराहरूलाई ग्रहण गर्दै 10 वर्षसम्म हाँसखेल गरेर खेलेका साथीहरू आज हामी आफ्नो चाहिँ काममा आफ्नो बाध्यताले चाहिँ परिवारसँग रमाउँदै विभिन्न ठाउँमा आफ्ना कार्य गर्दै अल्मलिरहेको अवस्थामा यो 10 वर्षसम्मको चाहिँ हाँसखेल गरेर बिताएको समय चाहिँ त्यो चाहिँ अविस्मरणीय क्षण हुँदो रहेछ। त्यसलाई चाहिँ त्यो बाँचुन्जेलसम्म त्यो चाहिँ हामीले सम्झना योग्य नै हुँदो रहेछ। त्यस कारणले गर्दा हामी यो बेला बेलामा साथीहरूलाई सम्झि चाहिँ रहन्छौँ र त्यो सम्झनालाई चाहिँ एकदम पीडाले हामी कहिले भेट्ने होला, हामी पनि यस्तो कार्यक्रम यो जमघट गर्ने कार्यक्रम कहिले राख्ने होला भन्ने नजिक हुने साथीहरूसँग चाहिँ हामी निरन्तर संवादमा रहन्थ्यौँ। हाम्रा आदरणीय मित्र शशि कुमार ढङ्गोल उहाँले चाहिँ मलाई 2-3 वर्ष अगाडिदेखि नै लौन मित्रले चाहिँ तपाईँ अलि चाहिँ अगुवा भएर नि काम गरिरहनु भएको छ, समाजसेवा पनि हुनुहुन्छ, सबै साथीहरूसँग अलिक धेरै भेटघाटमा पनि चाहिँ जुट्नु भएको हुनुहुन्छ। सबै साथीहरूलाई बढी भेट्ने चाहिँ कार्यक्रम तपाईँको पनि रहेको हुनाले यो चाहिँ अलि अगुवाई गरिदिनुहोस् न भन्ने उहाँले पनि मलाई 2-3 वर्ष अगाडिदेखि नै राख्नु भएको थियो। अधिकांश साथीहरू मेरो लागि प्राय बेला बेलामा भेट भइरहने साथीहरू नै हुनुहुन्छ। 10 वर्ष चाहिँ सँगै पढेर कता कता अलमल भए पनि 64सम्म बासुजी पनि सँगै भेट भएकै साथी हुनुहुन्छ। बखजीसँग पनि बेला बेलामा उहाँको चाहिँ फोन नम्बर मसँग अहिले पनि पहिलेदेखि मैले भेट हुँदाखेरि लिएको थिएँ र अलि लामो समय चाहिँ ग्याप हुने साथी ठाकुरजीसँग नि गत साल पनि नेपालटारमा पसलमै गएर भेटेको थिएँ। मसँग चाहिँ धेरै भेट्नु भएको साथी चाहिँ अहिले उपस्थित हुनुहुन्न। अब उपस्थित भेट्नु भएको साथी चाहिँ विदेशै हुनुहुन्छ, अलिक बढी लामो। अब उहाँहरूलाई पनि हामीले जुटाएर अर्को चाहिँ कार्यक्रममा हामीले समावेश गर्नसम्म हामीले सँगै चाहिँ हासिल गरेर जे भयो नि तिता मिठा कहिलेकाहीँ ठट्टा झगडा गर्थ्यौँ। त्यो झगडै गरे पनि त्यो चाहिँ एकदम पछिसम्मको लागि स्मरणीय रहिरहँदो रहेछ। त्यो झगडा चाहिँ हामीले झगडाको रूपमा लिँदा रहन्छौँ। त्यो चाहिँ हामीले एकदम हृदयदेखि नै साथीको रूपमा यो जति समय पनि क्लासमा पनि साथीहरूको एकदम मित्रता आत्मीयता हुन्छ, त्यो चाहिँ कहिले पनि चाहिँ नबिर्सने अविस्मरणीय क्षण हुँदो रहेछ। यसले हामीलाई सधैँ बाँचुन्जेल सम्झना रहिरहन्छ र आगामी दिनहरूमा पनि यसै गरी गुरुहरूले दिएका शिक्षाहरूबाट हामी चाहिँ प्रेरित हुँदै चाहिँ हामीले स्टुडेन्ट कालदेखि नै जसले मिहिनेत गर्छ त्यही अगाडि बढ्ने हो, त्यसैले चाहिँ उच्च स्थानमा हासिल गर्ने हो भने जस्तै त्यो गुरुहरूले त्यति बेला दिएको शिक्षा चाहिँ अहिले पनि हामीलाई त्यही नै लाग्छ। जसले चाहिँ अलिक बढी दौडान गर्न सक्छ, जसले सङ्घर्ष गर्न सक्छ त्यही व्यक्ति नै चाहिँ अगाडि बढ्ने रहेछ। यो समाजमा पनि समाजसेवा चाहे किन नहोस्, चाहे व्यवसाय उद्योग व्यवसाय किन नहोस्, चाहे कृषि पेसा किन नहोस्, हरेक काममा चाहिँ आफूले चाहिँ क्षमता बढ्ने रहेछ। त्यो भएर हामीले काम गर्दाखेरि हरेक काम गर्दाखेरि हाम्रा साथीहरूले अलि उच्च विचार राखेर चाहिँ सफलता हासिल गर्ने गरी कृषि पेसा भए पनि अहिले आधुनिक चाहिँ कृषि पेसालाई चाहिँ अप्नाएर त्यसलाई व्यावसायिक रूपमा चाहिँ हामीले लान सक्यौँ भने अहिले कृषिमा लिएर कृषि पेसा गरिरहनु भएको साथीहरू पनि हुनुहुन्छ। यो गाई भैँसी चाहिँ फर्महरू दुध व्यवसायमा चाहिँ निरन्तर लागेर उहाँले चाहिँ ठुलो खड्को मारेको अवस्था छ। अहिलेको परिवेशमा चाहिँ कृषि पेसालाई पनि हामीले व्यवसाय जागिरी जीवन भन्दा पनि त्योभन्दा पनि ठुलो पेसा चाहिँमा लिन सकिन्छ। हामीले कति गर्न सक्छौँ भन्ने मात्रै कुरा हो। हामीले जति चाहिँ खड्को मार्न सक्छौँ कृषि पेसाबाट पनि व्यवसाय पेसा भन्दा पनि
त्यहाँनिर चाहिँ सरहरू बसेर होइन त्यति हो अनि अनि उतै जाने होइन सर खानपिन माइक त लैजाने साउन्ड जान्छ होला जाने रहेछ गीत के अन्त होइन जान्छ जान यहीँ गर्ने खानपिन गर्ने होइन खानपिन गरौँ अनि खानपिन रेडी भयो होला नि बुझेर आउनु पर्ने हो फोटो खिचौँ कर्ममा विश्वास गर्नु अनि आफ्नो कामलाई पुलो पाएर अनि खाना खुवाइदिनु कति भयो ए खाना खुवाउनु सक्षम हुनुहुन्छ यो चाहिँ एकले अर्कालाई सेवा गर्ने भावनाका हुनुहुन्छ त्यो भावना हिजो गुरुहरूले दिएको भावना हो गुरुहरूले दिएको शिक्षा हो त्यो शिक्षालाई सधैँ बाँचुन्जेल त्यो लिनेछौँ र गुरुहरूको चाहिँ सँगै आशीर्वाद दिएर अगाडि बढ्ने चाहिँ म प्रतिबद्धता गर्दै यो वनभोज कार्यक्रम पुनर्मिलन कार्यक्रम चाहिँ पहिलो कार्यक्रम यहीँ अन्त गर्दै अब हामी चाहिँ खानपानको कार्यक्रम तयारी भइसकेको छ त्यहाँ केही खानपान गरेर केही रमाइलो पनि हामी चाहिँ गरेर बिदा हुन्छौँ यो पहिलो कार्यक्रम यहीँ अन्त भएको घोषणा गर्दै म बिदा हुन्छु।